एका देशमा एक बडा प्रतापी राजा थिए। उनका शिशिर र बसन्त नाम गरेका दुई राजकुमार थिए। रानी पनि परम सुन्दरी थिइन्। राजा र रानीको परस्परमा बडो प्रेम थियो। एक दिन राजा शिकार खेल्न गएका थिए। रानी झ्यालमा बसेर बत्ती काट्न लागेकी थिइन्। अकस्मात उनको नजर एउटा भँगेराको गुडमा पर्यो। त्यो गुडमा रहेका बच्चाहरूलाई माउले आफ्नो चुच्चामा आहारा ल्याएर बराबर खुवाइरहेको रानीलाई खुब रमाइलो लाग्यो। तर अफसोस, एक कुमुहुर्तमा भगेरी आफ्ना बच्चाहरूलाई चारा खुवाएर के बाहिर निस्केकी थिई। एउटा ब्याधाले प्याट्ट गुलेलीले हानेर उसलाई मारिदियो। रानीको मनमा बडो विषाद पर्यो। एक क्षणमा भगेरा आहारा लिएर आयो। बच्चाहरूलाई आहारा खुवाई च्याउ च्याउ गरी पोथीलाई खोज्यो, तर कतै पनि पत्ता नलाग्दा केही बेरसम्म जिङ्रिङ्ग परेर झोक्राइरह्यो। अनि पछि आफ्नो सुसे धन्दामा लाग्यो। भोलिपल्ट पनि उसै गरी झ्यालमा बसी रानीले भगेराका गुडतिर हेर्छिन् त भालेले अर्कै पोथी ल्याइसकेछ। केही बेरसम्म त त्यो पोथीले सौताका छोराछोरीलाई आहारा ल्याउँदै खुवाउँदै गर्दथे। अलि बेरसम्म त उसलाई झर्को लागेर आएछ। जति खुवाए पनि आ मात्रै गरिरहने यी खन्चुवा बैरीका पत्राहरूका निमित्त के को यो भोटो। पत्थर समान दिल भएकी त्यसले ती बच्चाहरूलाई चुच्चाले तानी तानी गुणबाट खसालिदिए। राम्रोसँग प्वाख नउम्रेका ती बिचरा बच्चाहरू च्या च्या गर्दै जमिनमा पछारि मरे। सौताको दिल त्यहाँसम्म निष्ठुरी हुँदो रहेछ भन्ने देखेर रानीको मनलाई चिन्ताको अघोर कालो बादलले ढपक्क ढाकी अन्धकार पारिदियो। उनी मनमा नै मात्रै भन्छन्, केही गरी म चाँडै मरिहाले भने राजाले अवश्य अर्कै विवाह गर्नेछिन् अनि मेरा बालक छोराहरूको के दशा होला। यही चिन्ताले आकुल भएर रानी बरबर्ती आँसु खसाल्न थालिन्। रुँदा रुँदा दिन पनि बित्यो। जब साँझ परेथ्यो अनि राजा शिकारबाट फर्केर रानीको त्यो अवस्था देखेर खुब हडबडाएर सोध्न लागे, राजा, रानी, तिमीलाई के भयो? किन यसरी रोइरहेकी? रानी, यस्तो राम्रो संसार चटक्क छोडेर एक दिन जानुपर्दछ भनेर। राजा, त्यो त छँदैछ नि। जुन कुराको उपाय छैन त्यसको चिन्ता गरेर आफ्नो भएको सुखमा बाधा पार्ने किसिमकी अवश्य तिमी होइनौ। भन, तिम्रो शोकको कारण निश्चय अर्कै कुरा छ। रानी, छैन प्रभु, मरुला कि भनेर शोक लागेको हो, तर आफ्ना निमित्तको शोक होइन, खालि मेरा बालक कुमारहरूका निमित्तको लागि हो। राजा, किन? अनि रानीले भगेराकी जहानको यथार्थ हाल राजालाई सुनाएर भनिन्, म केही गरी चाँडै नै मरिहाले भने हजुरले दोस्रो विवाह नगरी अवश्य छोडिबक्सने छैन अनि मेरा छोराहरूको कुन हालत होला। राजाले झटपट अङ्कमाल गरेर रानीलाई भने, त्यस्तो पनि कतै हुन सक्छ। पहिले तिमी भर्खरकी छेउ, साधारण हिसाबले तिम्रो आयु अझ धेरै वर्ष छ। उसमा पनि दैवको कुदृष्टि केही गरी पर्न आएको पक्षमा म कहिल्यै दोस्रो विवाह गर्ने छैन। राजाको यो कुरा सुनेर रानीले मुलाहिजाको निमित्त मात्र चित्त बुझेको जस्तो देखाइन्, तर भित्री मनमा उनको शङ्का गढिरह्यो। सौतिनी आमाको हातमा परेका भगेराका बच्चाहरूको दुर्दशा उनको मनमा रातदिन खड्किरह्यो। चिन्ता चिन्ता हरबखत चिन्ताले उनलाई चिताको बाटो देखाउन थाल्यो। बाहिर देख्दा भने व्यथा केही छैन। रात दिन झन्झन दुब्लाउँदै गइन् र एक दिन त्यो अनित्य संसारको स्याह शिस्ता बुझाउन ईश्वरको सम्मुखमा उपस्थित भइन्। रानी परलोक हुँदा सारा दरबारमा रुवाभासी चल्यो। राजाले अलि दिनसम्म त पुनर्विवाहको विचारलाई मनमा झुल्कन पनि दिएनन्, तर मरेकाको माया मात्र सधैँ अटल किन रहन्थ्यो। दिन प्रतिदिन घट्दै गयो र रानी बिनाको राजगद्दी शोभा भएन भनेर मन्त्रीवर्गले पनि कराउँदा राजाले अर्को विवाह गरे। केही काल त सुखैसँग बित्यो। राजाको मन राख्नका निमित्त कान्छी रानीले पनि बिचरा त्यो टुहुरा शिशिर र बसन्तमाथि निकै माया देखाए जस्तो गरिन्, तर यथार्थमा उनलाई सौतिनी रोगले दबाउँदै आएको थियो। आपसमा देख्दा ती बालकहरूले कराएको आवाजले पनि उनलाई शोला दिन्थ्यो। एक दिन ती दाजुभाइ भकुण्डो खेल्न लागेका थिए। भकुण्डो अकस्मात उफ्रिएर आफ्नो श्रृङ्गार गर्न लागे कि रानीको ऐनामा बज्न नगई उनको लाली गाजल इत्यादि जथाभावी भयो। त्यो देख्दा रानीलाई साह्रै रिस उठ्यो। ती पाजीहरूलाई यो भकुण्डो दिँदै दिन्न भनेर काखमा च्यापिराखिन्। केही बेरपछि असाङ फसाङ गर्दै बसन्त रानीको खोपीमा आएर मुमा
संयोगले हाम्रो भकुण्डो हजुरको खोपीमा पर्न आयो। हामीले जानी जानी गरेका होइनौँ, रिसानी माफ रहोस्, भकुण्डो फिर्ता पाऊँ भनेर बिन्ती गरे। रिसले चुर भएर लाल लाल आँखा गरेर रानीले भनिन्, सौताका छोराहरू भए पनि आफ्नै समान मानेर कत्रो दया माया गरेर राखेको थिएँ। मलाई शत्रुदेखि भकुण्डोले ताकेर हान्ने, म भकुण्डो फिर्ता दिँदै दिन्न, जा जे गर्छस् गर। रानीले यसरी झपार्दा बिचरा बसन्त के भन्न सक्थे। निन्याउरो मुख लाएर दाजु शिशिर कहाँ गएर हामीहरूदेखि मुमा साह्रै रिसानी भयो, भकुण्डो बक्सिएन भनेर बिन्ती गरे। भइगयो, म मागेर ल्याउँछु भनेर शिशिरले मुमाको खोपीमा गएर भकुण्डो मागे। रानीले अनेक तरहको गाली गरी भकुण्डो दिन्न भनेर अड्डी लिइन्। यो सब शिशिरलाई असह्य भयो। झटपट्ट अगाडि गएर रानीको काखमा रहेको भकुण्डो टपक्क टिपेर उनी सरासर चले। अब रानीको रिसको सीमा रहेन। आफ्नो श्रृङ्गार पटार सबै बिगारी बाटेको कपाल पनि लासलुच पारी